हरेक कुराको महँगीले सीमा नागेको जापानमा अब रेलको भाडा पनि बढ्ने भएको छ। जापानमा यस वर्ष जेआरएस सहित विभिन्न रेल कम्पनीहरूले ट्रेनको भाडा बढाउने भएका छन्। मानव श्रम लागतमा वृद्धि र लामो समयदेखि रोकिएका ठूला मर्मत सम्भारका कार्यका कारण भाडा समायोजन गर्नु परेको रेल कम्पनीहरूले बताएका छन्। जेआरएसले आगामी मार्च 14 देखि औसत 7.1% भाडा बढाउने घोषणा गरिसकेको छ। यसअनुसार टिकट मार्फत यात्रा गर्दा प्रारम्भिक भाडा 10 येन बढेर 160 येन पुग्नेछ भने आईसी कार्ड प्रयोग गर्दा 8 देखि 9 येन बढेर 155 येन हुनेछ। उपभोग कर लागू वा वृद्धि गरिएको समय बाहेक सन् 1987 मा कम्पनी स्थापना भए यता यो पहिलो पटक भाडा बढाउन लागेको कम्पनीले बताएको छ। त्यसैगरी सेबु रेलवेले पनि मार्च 14 देखि औसत 10.7% ले भाडा बढाउने भएको छ। सेबु रेलमा टिकटको भाडा 10 येन बढेर 170 येन र आईसी कार्डको भाडा 12 येन बढेर 169 येन लागू हुनेछ। त्यसैगरी चुकुबा एक्सप्रेसमा पनि मार्च 14 देखि औसत 12.2% ले भाडा वृद्धि हुनेछ। यस अनुसार टिकट र आईसी कार्ड दुवैको प्रारम्भिक भाडा 10 देखि 12 येन वृद्धि भएर 180 येन पुग्ने बताइएको छ। सन् 2005 मा सञ्चालन सुरु भए यता चुकुबा एक्सप्रेसमा यो पहिलो पटक भाडा वृद्धि हुन लागेको बताइएको छ। त्यस्तैगरी फुकुओका प्रिफेक्चरमा सञ्चालन हुने निसी निप्पोन रेलवेले पनि अप्रिल महिनादेखि औसत 12.4% ले भाडा बढाउने बताएको छ। यसमा टिकट र आईसी कार्ड दुवैको भाडा 10 येनले बढेर 180 येन हुनेछ। निसी निप्पोन रेलवेमा 29 वर्षपछि भाडा वृद्धि गर्न लागि बताइएको छ। रेल कम्पनीहरूका अनुसार मानव श्रम लागतको तीव्र वृद्धि, सामग्री मूल्य महँगी हुनु तथा कोरोना महामारीका बेला रोकिएका ठूला पूर्वाधार मर्मत कार्यलाई अगाडि बढाउनु पर्ने भएकाले भाडा वृद्धि गर्नु परेको हो। यद्यपि भाडा वृद्धिसँगै यात्रुहरूले सेवा गुणस्तर र सुरक्षामा पनि समानुपातिक सुधारको अपेक्षा गर्ने